हेलो गाइज नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई मिनी ब्लग। सो गाइज आजको ब्लग चाहिँ म घरदेखि स्टार्ट गर्दैछु। सो गाइज आज म चाहिँ गोठालो जान लागेको, हेरौँ के कस्तो हुन्छ आज गोठालोमा। यो चाहिँ देख्न सक्नुहुन्छ मेरो घरदेखि माथिदेखि देखिने सुन्दर दृश्यहरू देख्न सक्नुहुन्छ। हाम्रो चाहिँ यत्र यत्र हुन लाग्यो गाइज है। अब चाहिँ मकाले चाहिँ माथिदेखि धान बालीहरू फाल्न सुरु गरिसकेको छ हैन। फाइनली म चाहिँ गोठ पुगिसकेको छु र अब चाहिँ म फुकाउन लाग्छु। गोठ चाहिँ हाम्रो यही नै हो। मैले चाहिँ फाइनली गाई बाख्राहरू फुकाएर चाहिँ रास्तामा लिइसकेको छु। सो गाइज देख्न सक्नुहुन्छ बाटोमा चाहिँ गाई बाख्रा चढ्दैछ। सो गाइज म चाहिँ बाटोमा चढाउँदिन नि त, किनभने चाहिँ बाटोमा चाहिँ गाडीहरू यताउति आएको हुन्छ, त्यही भएर चाहिँ चढ्न दिँदैन। अहिले चाहिँ त्यो डाँडामा लग्नु पर्ने हुन्छ गाई बाख्रा चाहिँ। सो गाइज देख्न सक्नुहुन्छ पारीको नजारा। अहिले म चाहिँ त्यो डाँडामा आइसकेको छु र देख्न सक्नुहुन्छ वारिपारीको वातावरण यस्तो खालको छ। गाई बाख्राहरू चाहिँ उता चढिरहेको छ पल्लोपट्टितिर हैन। म चाहिँ उतातिर गएन, म चाहिँ डाँडामा बसेर हेर्छु नि त टक्कसँग। त्यही हो, अब के गर्नु रहेन। सो गाइस आजलाई भने यति नै। नेक्स्ट भिडियोमा मिल्ने बाचा गर्दै आजलाई भने छुट्टिन्छु। बाइ बाइ।